यो बहिनी चाहिँ वेटरको काम गर्छ यो होटलमा ए वेटर होइन उनले पनि पोचै लाउँछ नि दुईवटा ड्रेस छ यहाँ चाहिँ उहाँले पोचा लाउनुहुन्छ अरे उहाँले चाहिँ उहाँलाई यहाँ मैले पोचा लगाउने काम चाहिँ गराउँछ अन्त के भन्छ हैन पोचा मास्टर हैन त्यही भएर मेरो भिडियो गर्दै हुन्छ उहाँ चाहिँ यहाँको ओनर रे अनि यो चाहिँ यहाँको गेटपाले हुनुहुन्छ यहाँ चाहिँ म इनको ग्रेट फ्यान मेरी मायालु टेबल पुस्ने मान्छे यहाँ टेबल पुस्ने यो चाहिँ खाना पकाउने यिनी मेरी मायालु हुन् के हो कि नै भन्नुस् खाना पकाउने यो चाहिँ खाना पकाउने हो यो चाहिँ टेबल पुस्ने बेइज्जतमा हान्नु न यार यो चाहिँ गाडी म यहाँको ओनर इन्दे यसले चाहिँ जुत्ता पुस्ने हो मेरो जुत्ताहरू धुने सिलाउने हो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल हामी चाहिँ यहाँ पुरा 5 स्टार होइन 6 स्टार होइन 10 स्टार क्या बात है सर क्या बात है सर क्या बात ये बात है 10 स्टार वासरुम जाने बाटोमा आउँदैछौँ यो चाहिँ स्विमिङ पुल हो यहाँ म पहिला माछा मार्थेँ अहिले चाहिँ यो स्विमिङ पुल अलिक सफा भएछ गाइज यसको फाउन्डर उहाँ हुनुहुँदो रहेछ फाउन्डर चाहिँ त तपाईँले यो बनाउन कति लगानी गर्नु फेरि भनिदिनुहोस् त ए यो केटा र केटीको एउटै हो र यता केटाको चिन्ह यता होला फाउन्डर नभयो भने फाउन्डर आफूले फाउन्डर भन्ने मान्छे आउँदै हुनुहुन्छ देख्न सकिन्छ अस्ति जेएनजी आन्दोलनमा मैले झन्डै जलाएको थिएँ के भन्न चाहनुहुन्छ भन्नुहोस् तपाईँले यता हेर्नुहोस् लजाएर नजानुहोस् के भन्न सक्नुहुन्छ यता हेरेर भनिदिनुहोस् न मौसम तो ऐसा लग रहा है दिल गार्डन गार्डन हो रहा है बहुत मजा आ रहा है यहाँ पे क्या के खुवाउँदै हुनुहुन्छ नि भेराइटिजहरू भनिदिनु न खानाको यस्तो यिनीहरू अलिक लोभ भ्याउँछन् कि यिनीहरू त आश्रममा बस्छ नि त्यस्तो खाँदैन नि यिनीहरू त छ्या बधाई छ तपाईँलाई यो आउनु हो अर्को मालिक नि यहाँको यहाँ चाहिँ उहाँले पोचा लाउनुहुन्छ अरे उहाँले चाहिँ उहाँलाई यहाँ मैले पोचा लगाउने काम चाहिँ गराउँछ अन्त के भन्छ हैन पोचा मास्टर हैन त्यही भएर मेरो भिडियो गर्दै हुन्छ उहाँ चाहिँ यहाँको ओनर रे अनि यो चाहिँ यहाँको गेटपाले हुनुहुन्छ यहाँ चाहिँ म इनको ग्रेट फ्यान मेरी मायालु टेबल पुस्ने मान्छे यहाँ टेबल पुस्ने यो चाहिँ खाना पकाउने यिनी मेरी मायालु हुन् के हो कि नै भन्नुस् खाना पकाउने यो चाहिँ खाना पकाउने हो यो चाहिँ टेबल पुस्ने बेइज्जतमा हान्नु न यार यो चाहिँ गाडी म यहाँको ओनर इन्दे यसले चाहिँ जुत्ता पुस्ने हो मेरो जुत्ताहरू धुने सिलाउने हो विकास वासरुम के कतातिर छ ल भएको भन्दा सेतो देखाइरहेको थियो हेर्न यो मेरो गाडी हो हेलो गाइज सी इज द ओनर अफ यो होटल रे यस्तै सुनिरहेको मैले आजभरि अनि यो चाहिँ हाम्रो गोरिला भाइ हो मेरो बर्थडेको लागि गिटार सिक्दै हो मेरो बर्थडे एकदम भव्य बनाउनै पर्यो राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो लेकिन लौंडा यहाँ नहीं रुक ठिकै छ प्र्याक्टिस गरे भाइ राम्ररी अगाडितिर ल इन्ची डल्ला दिदी यहाँ पोचा लाउने काम गर्छ कि यो होटल यो बहिनी चाहिँ वेटरको काम गर्छ यो होटलमा ए वेटर होइन उनले पनि पोचै लाउँछ नि दुईवटा ड्रेस छ
चाहिँ लाउँथे नि दुईटा ड्रेस उठा ले रे देवा, उठा ले रे बाबा, मुझे अमीर को नहीं रे, ये दो गरीबों को। यो ओनर त अर्कै छ यता चाहिँ फोटो सेसन भइरहेको ल फोटो सेसनमा एकदम राम्रो राम्रो पोज आइरहेको पुरै लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सब्सक्राइब चाहिँ नगर्नु होला Go. अब चाहिँ म हजुरलाई होटेलको फोटोग्राफीहरू देखाउँछु जुन चाहिँ नाइटमा भएर एकदम अझै ब्युटिफुल देखिरह जुन चाहिँ डेमा देउसी भैलो खेल्दाखेरिको भ्लग पुरा लाइट कम्बिनेसन छ ल अब केटाकेटीसँगको एउटा मेमोरी अनि अर्को मेमोरी इन द सेम पोजिसन अनि यो चाहिँ अब आयो हाम्रो भाइटिकाको फोटोहरूको साथसाथमा अब आउँछ हाम्रो ग्रुप फोटो पछि कैमरा फोकस ढोल बाजे ढोल के ढम ढम बाजे ढोल तद्पिता या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता सदा चलिया प्राण You'll see it.